नमस्ते साथीहरू, तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। आजको भिडियो हामी नयाँ ठाउँहरू घुम्न जाँदैछौँ। के भने हामी बाहुलिङदेखि देखिने यो पर्वत कुस्मा बजार हो। यो कुस्मा बजारको यति राम्रो रमणीय ठाउँ छ जहाँ बस गाडीहरू सजिलै यात्राहरू गर्न सजिलो हुन्छ। हेर्नुहोस् न, यहाँ कुस्मा पर्वतमा यति राम्रो दृश्य हिँडो हाल्ने खालको राम्रो रमणीय वातावरण छ। हाम्रो यो बाहुलिङ बजारमा भन्दा पनि अझ कुस्मा पर्वतमा यति राम्रो ठाउँ छ, यति राम्रो क्लियर बाटो अनि यति राम्रो बोटबिरुवाहरू, यति राम्रो दृश्यहरू तपाईँहरूसँग म प्रस्तुत गर्दैछु। मेरो भिडियोहरू सानोबाट म स्टार्ट गर्दैछु र मेरो भिडियो हजुरलाई कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। यो कुस्मा पर्वतको भिडियो हो। म तपाईँहरूलाई यो भिडियोहरू छोटो मिठो अलिक लामो पनि छ। यो यात्रा गरेको हो, यात्रा गर्ने क्रममा बसबाट खिचेको भिडियो हो। तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि चाहिँ छोटो क्लिप लिएर म हजुरहरूसँग आउनेछु। हेर्नुहोस्, म कुस्मा पर्वतबाट देखिने अर्को ठाउँ पनि देखाउनेछु। हेर्नुहोला, यो चाहिँ कुस्मा पर्वतबाट बालुङसँग जोडिएको बन्जिङ र म यहाँबाट धेरै मानिसहरू विदेशहरूबाट ठाउँबाट यहाँ बन्जिङ गर्न आउनुहुन्छ। नेपालबाट हजुरहरू बन्जिङ गर्न सक्नुहुन्छ। कसलाई मनपर्छ, कसको आत्मबल बलियो छ, उहाँहरू यस ठाउँमा आएर अवलोकन भ्रमण गर्न सक्नुहुन्छ। ठाउँदेखि सिधै तल खोलासम्म पुग्छ। खोलाको क्लिप लिएको छु। अनि यो चाहिँ अहिले कुस्मा बजारमा चाहिँ नयाँ बुद्धको नयाँ वासस्थान बसवास गर्ने र बुद्धको नयाँ चित्र निर्माण भएको छ। तपाईँले यस ठाउँमा आएर अवलोकन गर्नुहुन्छ सक्नुहुन्छ। गैंडाहरूको चित्रहरूलाई